मैले छलफलको क्रममा एउटा विषय भनेको थिएँ, दार्चुला तिङ्कर सडक जो नेपाली सेनाले बनाइरहेको छ र यसमा प्रगति हुन सकेन। मलाई लागिरहेको थियो, मैले भनेको थिएँ यो सडक सरकारको नीतिका कारणले होइन, नियतका कारणले समस्यामा भएको छ। र हाम्रो माननीय मन्त्रीजी, म, सेना प्रमुख, हामी सबै त्यो क्षेत्रमा गयौँ र त्यहाँ स्थलगत अध्ययन पनि गरेर आयौँ र उहाँले भन्नुभयो त्यहाँ दार्चुलामा पनि र यहाँ आएर मसित पनि यो अत्यन्त महत्त्वपूर्ण सडक छ, यसमाथि चालु वर्षको भन्दा दोब्बर हाल्छु, घट्न दिँदैन उहाँले भन्नुभएको थियो। र आज आफ्नो जवाबमा मैले सबै कुरा गम्भीरतापूर्वक यहाँ छलफलमा उठाएँ, तर आज उहाँले नाम लिनु भएन त्यो दार्चुला तिङ्कर सडकको कारण के, म त्यो जान्न चाहन्छु र उहाँलाई भन्न चाहन्छु। यसपटक यो सडकमा सेनाले 50 करोड मागेको थियो र यो 82-83 आर्थिक वर्षभित्र छाङ्ग्रोसम्म 3 मिटर चौडा ट्र्याक हुँदै थियो। आज के हो यसमा जवाब दिनु पर्यो, किन छुट्यो, किन बोल्नु भएन, आज यसको जवाब चाहियो। अब दिलेन्द्र प्रसाद बडु मान्यजीले उठाउनु भएको प्रश्नको हकमा मेरो छुटेको मात्रै हो, म यसमा यहाँलाई भन्न चाहन्छु। मेरो यहाँ पोइन्टमा थियो तर छुटेछ। महाकाली म आफै पनि गएको थिएँ, उहाँ पनि जानुभएको थियो। हामी दुवैजना गएर टिङ्कर साइडमा हामीले अवलोकन पनि गरेका थियौँ र त्यहाँको जनताको दुःख दर्द हामीले त्यहाँ बुझेका छौँ र हामीले मन्त्रालयको तर्फबाट चाहिँ यसलाई प्राथमिकता दिएर बजेटको चाहिँ प्रस्ताव गरेका थियौँ। पछि अर्थ मन्त्रालयबाट त्यो सायद मलाई लाग्छ आर्थिक चापको कारणले गर्दा होला, त्यसमा हामीले भने जति बजेट चाहिँ त्यहाँ छुटिएको छैन। तर हामी अहिले पनि के प्रतिबद्धता व्यक्त गर्न चाहन्छौँ भने त्यसलाई हामी नेपाली सेनालाई बनाउन दिएका छौँ र हामीले बजेटको अभाव हुन नदिकन त्यो गर्न हामी तयार नै रहेका छौँ। त्यसमा म मान्यजीलाई यहाँ स्पष्ट पार्न चाहन्छु, एस्योर गर्न चाहन्छु। यहाँले अस्ति पनि उठाउनु भएको थियो प्रश्न, तर त्यहाँ चाहिँ अब त्यहाँ नारा जुलुस आदि उदि भन्दा पनि हामी के गरौँ त भन्दा काम गर्ने सन्दर्भमा चाहिँ त्यो क्षेत्रलाई छुट्टै बजेट शीर्षक त मेरै पहलमा भएको हो नि मान्यज्यू। त्यहाँ शीर्षक नै एउटै थियो, एउटा शीर्षकबाट त्यहाँ कति दिन्छन् त्यसको आधारमा काम हुँदो रहेछ। अब त्यसको छुट्टै शीर्षक बनाएर कामहरू गर्न थालेको हुँदाखेरि म मान्य सदस्य दिलेन्द्र प्रसाद बडुलाई यस सन्दर्भमा चाहिँ हामी गम्भीर छौँ भनेर भन्न चाहन्छु। र यसमा प्रतिबद्धता जनाइएन भन्नुभयो, प्रतिबद्धता नै छ यसमा, किनभने यो गर्ने भनेर बेग्लै शीर्षक निर्माण गरिएको छ। अहिलेको लागि रकम थोरै नै भएको, त्यसमा म स्वीकार गर्दछु, तर त्यसलाई हामी काम गर्छौँ।